बिहे नगरी बच्चा जन्माउन पाउनुपर्छ भन्ने नेपाली चर्चित कलाकारहरू विनिता कठायत। विनिता कठायत नेपालकी एक चर्चित युवा राजनीतिज्ञ हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध छिन्। 2079 सालको निर्वाचनमा समानुपातिक प्रणालीबाट संघीय संसद सदस्य बनेकी उनले हालै चुनाव हारेकी छिन् र अविवाहित छिन्। केही समय अघि एक अन्तर्वार्तामा उनले आफूलाई बिहे गर्ने इच्छा नभएको तर बच्चा जन्माउने चाहना रहेको बताएकी थिइन्। उनले बच्चा जन्माउनका लागि विभिन्न विकल्पहरू उपलब्ध रहेको पनि उल्लेख गरेकी थिइन्। नम्रता सापकोटा नेपाली अभिनेत्री र मोडल हुन्। उनले मनोरञ्जन क्षेत्रमा आफ्नो अभिनय र मोडलिङका लागि परिचित छिन्। उनले पहिलेको अन्तर्वार्तामा बिहे नगरी बच्चा जन्माउने चाहना रहेको बताएकी थिइन्। उनले महिलाहरूले विवाह बिना सन्तान जन्माउने अधिकार हुनुपर्छ भन्ने विचार व्यक्त गरेकी थिइन्। हाल उनी बिहे गरिसकेकी छिन्। बेनिसा हमाल नेपालकी एक प्रसिद्ध अभिनेत्री र मोडल हुन्। उनले नम्रता सापकोटाको विचारलाई समर्थन गर्दै यदि कसैले बिहे नगरी बच्चा जन्माउने इच्छा राख्छ भने त्यसलाई सम्मान मिल्नुपर्ने बताएकी थिइन्। उनले बच्चा जन्माउन पुरुष मात्र आवश्यक छैन, अन्य साधनहरू पनि उपलब्ध भइसकेको उल्लेख गरेकी थिइन्। जयनारी नेपालमा महिला अधिकार र समानताको पक्षमा बोल्ने सामाजिक अभियन्ता हुन्। उनले महिलाहरूले बिहे नगरी बच्चा जन्माउन र आफ्नै यौनिक स्वतन्त्रता प्रयोग गर्न पाउनुपर्छ भन्ने आवाज उठाएकी छिन्। साथै बलात्कार तथा यौन हिंसा विरुद्ध कडा कदम र न्यायको माग गर्दै सामाजिक सञ्जालमा सक्रिय रहँदै आएकी छिन्। दिपाश्री निरौला नेपालको प्रसिद्ध अभिनेत्री, हास्य कलाकार, निर्देशक र मिडिया व्यक्तित्व हुन्। उनले बिहे नगरेरै बच्चा जन्माउँछु भनेकी थिइनन् तर पुरुष बिना नै यौन चाहना पूरा गर्न सकिन्छ भनेर भनेकी थिइन्।